गगन थापाले एक ठाउँमा भाषण दिँदै गर्दा भनेका छन् कि जेएनजीको आन्दोलनपछि केही पार्टीहरूले त्यसको फाइदा लुट्न खोजे र फाइदा लुटेर अगाडि बढ्न खोजे, हामी त्यस्तो खालको पार्टी होइन भनेर एउटा भाषण दिएका छन्। तर गगन थापाले किन भुलेको? दुनियाँभरको काण्डै काण्डले भरिएको काङ्ग्रेस, अनि जनताले काङ्ग्रेसलाई विश्वास गर्छ होला त? चाहे गगन थापा होस्, चाहे विश्वप्रकाश शर्मा होस्, चाहे त्यो शेरबहादुर देउवा होस्, हरेक एक एक मान्छेको एउटा एउटा काण्ड छ, एउटा एउटाकै हजारौँ काण्ड छन्। अनि त्यस्तो पार्टीलाई जनताले विश्वास गर्छ त? नयाँ पार्टीले लिन्छ नि, नयाँ पार्टीले किन नलियोस्? क्रेडिट लिन्छ, उनीहरूले गर्छन्, कोसिस गर्छन्, उनीहरूले पनि गर्न सकेन भने तिमीहरूको जस्तै हालत हुन्छ। मैले ठुल्ठुला कुरा गरेर बितेका यत्रो सालदेखि जित्दै आएको सांसद मान्छेले अहिले आएर ललिपप दिने हो कि त्यतिखेर किन सुधार नगरेको? अहिले आएर बोल बचन, चुनाव आएपछि बोल बचन, चुनाव सकिएपछि त त्यही हो तिम्रो हालत। फेरि यो भिडियो हेर्नुस् त। सडकमा नौजवानहरू आए, आफ्नो आक्रोश व्यक्त गरे र यही बेलामा आफ्नो राजनीतिक स्वार्थको रोटी सेक्ने बेला यही हो। यसको लाभ मैले लिनुपर्छ, यसको लाभ मैले उठाउनुपर्छ। यो डिभिडेन्ड खाने अर्को प्रवृत्ति। नेपाली कांग्रेस पार्टी यो दुईटै प्रवृत्तिलाई अस्वीकार गर्छ। हामीले डिभिडेन्ड लिनु पनि हुन्न, हामीले डिनाइ गर्नु पनि हुन्न। हामीले स्वीकार गर्नुपर्छ।